सबै सटकट भाषा यो सर्वधर्म रक्षणम। यो क्रिस्चियन, यो बुद्ध, यो मङ्गोल, यो हिन्दू, यो होइन, सबैको धर्म रक्षा गर्ने के संवैधानिक राज संस्था हीरेन्द्र राजा यसको लागि आएको। त्यो भएन भने के हुन्छ? यो भएन भने 90 दिनभित्र चुत भइहाल्छ नि। के गर्न आएको? यो नभएपछि जुन काम अराएको त्यो काम गर्न नसक्ने खेतालालाई किन राख्ने पैसा तिरेर? यही हो प्रश्न हो। यो कुरो सबै बुझेर नै के भएको थियो? अरे गृहमन्त्रीले जेनजीको आन्दोलनको लागि लाठीचार्ज गर भनेको थियो। सिधै आदेश थियो लाठीचार्ज पनि नगर्नु, त्यो घेरा पनि तोडेर भित्र जान दिनु। जब आन्दोलनले उग्र रूप लिन्छ त्यतिखेरको निर्णय भनेको यो चाहिँ के अरे महिषासुर जसरी चाहिँ मडारिएर आएर सबैलाई लडाउने, ठोक्ने, पिट्ने, खोला खोला कुदाउने, हेलिकप्टर उडेर भाग्नु पर्ने, देश छोडेर अन्त गएँ भनेर चाहिँ लुकिया ठाउँमा पनि आफूले चाहिँ लोकेसन दिएर भने मार्लान् भनेर चाहिँ जनतालाई पनि थाहा नदिकन गुप्त भएर बस्नु परेको अर्थ यिनीहरूले के त भन्दा कानुनबाट खोजे, पढाएर खोजे, यावतबाट गर्न आएको यही हो। यो देश यति परिपूर्ण सृष्टि उत्पत्तिको धर्मलाई यदि मानेन भने यहाँ बुद्ध मङ्गोल सबै यावती लड्ने छन्। यसैले फेरि पनि भनेको अनेकताको एकता हैन। अनेकताको एकता भनेकै सृष्टि उत्पत्ति धर्मसहितको राजा रङ्ग फकिर हैन, सबको साझा हैन। यावत न नेता रहन्छ बाँकी न नियम रहन्छ बाँकी। धर्मको आधारद्वारा देश चल्यो यदि भने त्यसमा रामराज्य हुन्छ र गर्नुपर्छ, धर्म आधार चल्नुपर्छ भन्ने हाम्रो प्रेसर हो पहिलादेखि। अब अहिले फेरि पनि भन्दैछु लडाइँ हुने भनेको त जात र धर्ममै हो हैन। अहिले वास्तवमा भन्ने हो भने यो सुरु भएको यति थियो भने धार्मिक युद्धमा परिणत हुन्थ्यो। यो पनि पक्का हो। किन भन्नुहुन्छ भन्दाखेरि यो युद्धको परिणाम घुम्छ भनेर नै भारतले घुमाएर नै लिएर गएर सुशीला अगाडि सारेको हो। अब तपाईँलाई थाहा छ नि त सुशीलाको श्रीमानको सुशीला कार्की कहाँबाट चाहिँ राजनीति सुरु गरेको हो। त्यो राजनीति सुरु गरेर लिएर गएर राजनीतिबाट परिपक्व पाक भएर न्यायालयको मालिक भएको हो हैन। अब उहाँहरूका श्रीमानले कहाँ केसम्म नेपालमा गर्दै नगरेको इतिहास शुद्ध चाहिँ प्लेनलाई घुमाएर लिएर गएर लुट्ने काम पनि गरेकै हो हैन। हामीले 36 सालको जन्मसङ्ग्रहदेखि नेपालको हालत हेरिरहेछौँ हैन, अहिले 82 सालसम्म हैन। भन्दाखेरि चाहिँ के त भन्दाखेरि कसरी ल्याएको छ, कसले बनाएको छ भन्दाखेरि नेपालको नेता जनता काम पैसा लिने हो, मासु भात खाने हो, भोट हाल्ने हो के भन्नेले गरिदियो हैन। खुसी पनि भए। हाम्रो तर्फबाट योगीहरूले भन्दा 40% ठिक भयो, 60% बेठिक भयो हाम्रो ढङ्गले भन्दा। अब तपाईँहरू र जनताले सोधेको कुरा यिनीहरू अब पलायन भए, अब नयाँ मुख आउँछ देशमा पनि। अब यिनीहरूको कारणले पनि सिकेर र सिकिने सचेत हुने व्यक्ति आउँछ भन्ने जुन तपाईँहरूको आकांक्षा, मनकाङ्क्षे र आशा या भरोसाहरू तपाईँहरूले पाल्नु भएको छ यो चाहिँ बेकार हो। जुन कुरो भन्नु नि खेल त भर्खर सुरु भयो। के भन्नुभएको छ तपाईँले? भर्खर सुरु भयो भने सुरु नै भर्खर भइरहेछ हैन। तपाईँहरू अन्त्यको कुरा गरिदिने भए होइन भन्नुहोस् त। यो 6 महिनाभित्र के सर्वस्व पाइसक्ला, सर्वस्व गरिसक्ला? भर्खर त सुरु भयो, भर्खर भयो। दोस्रो स्टेपको सुरु दल आफै जुझ्नेछ। दल भएर हेर्नुहोस् न जेनजीले लगाएको आगो फेरि यिनीहरू दल र पार्टीको भातृ सङ्गठनले बाँकी रहेको लाउँछ अब यिनीहरू। अनि सर्वसाधारण जनता र त्यो संसद एउटै भएन। अनि त्यतिखेर जाल हान्नेले कतिखेर हान्छन्? यसको लागि यो 2 नम्बर स्टेप तपाईँहरूलाई त पर्वत ढलेर आए जस्तो देख्छ त्यो स्टेप देख्यो भने। यो त सुरु हो भर्खर। तर सुरु अर्कैले गर्यो, हाइटेक चाहिँ अर्कैले गर्यो क्या फेरि। यस्तो भयो क्या यो केम यस्तो। तर अन्तिममा चाहिँ गएर घुम्ने चाहिँ तिनै हो। फेरि घुम्ने चाहिँ त्यही तिनै हो भन्दा यो सुरु भयो, आत्तिनु पर्दैन हैन। भन्दाखेरि हाम्रो अर्को हिसाबले हेर्दाखेरि एउटा झिल्का हो। यो झिल्काले त्यति भयो। अर्को झिल्का यो भन्दा खतरनाक हो। पक्का यति सेनाले 10 बजे टेक अफ गरेर भोलिपल्ट यति राष्ट्रपतिलाई जिम्मा लागेको थिएन, यो संसद बचाउने व्यक्तिलाई जिम्मा लागेको यति थिएन भने दोस्रो नपाइकन तेस्रो हुन्थ्यो फेरि एकैचोटि।
किन भारतले पनि बोलाउने साथै म तुरुन्तै पठाइन्छु सेना भन्दै थियो अमेरिकाबाट नि आएर टक 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 आफ्नो ठाउँमा बसिसकेका थियो तम तयारी थियो उनीहरू तेस्रो एकैचोटि हुन्थ्यो होइन तर यहाँ के गर्यो भन्दा अघि नै भने सेनाले असाध्य नै रोल खेल्यो कुरा यहाँ हो सेनाले रोल खेल्नको कारण तपाईँले लगाइदिएको कालो दाग सेनाले बोक्छ तपाईँले गरेको हत्या उपद्रव आदेशमा दुनियाँभरिको चाहिँ मरेकाहरू सेनाले बोकेर चाहिँ समाधान गर्छ मलाई गोली हान्नु बरु म त संविधान छोड्दिनँ भन्ने त छँदैछ नि राष्ट्रपति बुढेरकालाई बल्ल बल्ल खान पाएको कहाँ छोड्छु जुगाले बरु रगत छोड्ला म छोड्दिनँ भनेर बजाएको नि अनि उहाँहरूलाई त केही भन्नै पर्दैन मसँग चाहिँ 4,000 भोट छ हजुर मेरो क्रिस्चियन धर्म लागू गरिदिनु पऱ्यो भने ल्याउनुहोस् भन्छ छाप हान्न पठाइन्छ उहाँहरू त सजिलो छ तर सेनाले कुरो बुझ्यो सेनाले कुरो बुझ्यो यहाँनिर हो त्यस कारणले गर्दा यहाँ सेनाले धेरै कुरो बुझेको छ यताभित्रको प्रेसर उता बाहिरको प्रेसर र अमेरिकाको प्रेसर सबै यो बुझेर नै ला तुरुन्तै यति थिएन भने यो देशमा यतिखेर तपाईँ हामी आइडी कार्ड बनाएर अमेरिकनले सिग्नेचर गरेको आइडी कार्ड लाएर तपाईँ मका आउनुपर्ने हुन्थ्यो अब त सेनाले नै यति चेकआउट भइरह्यो भए होइन जेएनयूको आन्दोलन समर्थन गरेर कि त राष्ट्रपतिलाई हातखुट्टा बाँधेर लाइन्थ्यो कि त राजीनामा गरेर लाउँथ्यो संविधानविहीन देश हुन्थ्यो दलविहीन हुन्थ्यो त अलिकति के गर्नु त ट्रान्सफर लगाएर चेन्जीले पनि प्रधान जान्छु भन्दै राष्ट्रपति कहाँ गएपछि प्रधान नजाने प्रधानमन्त्री बनाइदिएपछि भन्यो ऊ पनि पन्छ्यो किनभने उसले पनि चाल बुझ्यो अब सुरु मैले गरेँ अन्तत अर्कोले पो गर्ने भयो साला साइड लाग्यो भने ऊ पनि ला होइन फेरि पनि भन्दैछु यो देशमा शान्ति व्यवस्था ल्याउनलाई क्रान्तिको सुरु चाहिँ गर्यो कसैले होइन शान्तिबाट होस् क्रान्तिबाट होस् या उपर निचे जहाँबाट होस् होइन अन्त्य चाहिँ हामी गर्छौँ फेरि यो किन अन्त्य तपाईँहरूले गर्ने किन जब जातित्व दण्ड हुन्छ नि तपाईँले गर्नुहुन्छ यो संविधानमा क्रिस्चियन धर्म पनि परिपूर्ण नेपाल हुनेछ भनेर भने तपाईँको क्यामेराले गर्नेछ अनि त्यो अन्त्यको लागि तपाईँ पनि उठ्नुपर्ने हुनेछ अब भन्नुहोस् तपाईँ हामीले गरेको कि मैले गरेँ कि तपाईँले गरे यो सारा नेपालीले त्यसको लागि उठ्नै पर्नेछ यो भविष्यवाणी शिव निराकारी बाबाको यो लेखेर राख्नु होला यो देश मैले योभन्दा 5 वर्ष अगाडि भनेको थिएँ मैले महाराज यहाँ त खिचडी भइरहेको छ सबै कुरो एकै थालमा पकाएर राखिदिएको छ भन्छ छानेर खानुहोस् अनि हाम्रो राजनीतिक विश्लेषकहरूले के विश्लेषण गर्छन् घटेपछि घटिसक्ने कम्तीमा दूरदर्शी भएर भोलि के हुन्छ र 6 महिना अगाडि के पछाडि के हुन्छ भन्ने त सोचेर गर्नु पर्यो अनि कसैको टिभी हेरेको कुरा हेर्ने ल्याएर डबिङ गर्ने बोल्ने समाचार हेरेको कुरा बोल्ने ल्याएर डबिङ गर्ने अनि यिनै नै हुन् यही त हुन् विज्ञ र विद्वान भनाउँदाहरू होइन यिनलाई थाहा छैन होला कति वर्ष लगाएपछि दारी फुल्छ भन्ने कुरो अर्काको कुरा काट्दै ठिक्क छ यिनीहरूको होइन त्यस कारणले गर्दा नेपालमा दोस्रो धर्मजङ्गी जन्मिन्छ महाराज त्यो धर्मजङ्गी भनेको हामीले हुन सक्छौँ अवस्था यो र जुन अहिले नेपाली जनताहरूले आशा भरोसाको एउटा यो टोकरी बनिरहेछन् यो आशा भरोसाको टोकरी नेपालको लागि होइन नेपालीको लागि पनि होइन कसैको डिजाइनमा सुरु भएको कसैको डिजाइनको लागि पूर्ण गर्नलाई काम गर्नको लागि पदहरू आफ्नो ठाउँमा पुगेको छन्